नमस्कार, म बलरामपन्थी हजुरहरूलाई बलरामपन्थी युट्युब च्यानलमा स्वागत छ। आज हामीले कोरियामा रहेको जिन्सन भन्ने ठाउँमा रहेको हाट बजारको बारेमा देखाउँदै एउटा भिडियो तयार पारेका छौँ। भिडियो लास्टसम्म हेर्नुहोला। सुरुमै हामीहरूले समुद्री विभिन्न किसिमका माछाहरूको पसलमा भ्रमण गऱ्यौँ। त्यहाँ हेऱ्यौँ विभिन्न थरीका माछाहरू थिए है। हामीहरूले माछा उति नखाने, त्यही भएर उति चासोको विषय भएन हैन। अनि दुर्लभ चिजहरू पनि देखियो त्यहाँ, जो समुद्रबाट निकालेका थिए हैन, जसको मूल्य चाहिँ थोरै मात्रामा थियो। नेपाली 500 सम्ममा थियो, थोरै। अनि यहाँ कोरियन खानाहरू रहेछ है, धेरै कुराहरू। अनि साइडमा यो चाहिँ कोरियाका जडीबुटीहरू, यिनीहरूले पानीमा उमालेर अनि मासुसँग बोइल गरेर यिनी खाँदो रहेछन् है। तिनीहरू कुराहरू पनि देखियो। अनि यतातिर सिद्राहरू, जस्तै कि साना माछाहरूलाई चाहिँ सुकाएर राखेको रहेछ है, धेरै मात्रामा थियो। अनि गनाएर डुङडुङ्ती थियो। यो चाहिँ मिगुक समुद्री ल्याउहरू हुन् है। अनि साथै कपडा पसल पनि रहेको रहेछ। कपडाहरू पनि सस्तैमा थिए। यिनी कपडा कस्तो हुने, जस्तै कि मलहरूमा राख्दै नबिकेर हैन, पछाडि सेलमा राखेको पनि हुँदो रहेछ। तिनीहरू पसल चाहिँ रहेछन्। अनि यिनी चाहिँ दाल गेडागुडीहरूको आइटम पनि रहेको छ। माछाहरू, फलफुलहरू तपाईँको मार्टमा भन्दा यता एकदमै सस्तो हुने गर्छ है, हाट बजारतिर। हजुरहरूले पनि फलफुलहरू हजुरको नजिकै हाट बजार छ भने हाट बजारबाट लिनुहोला, किनभनेपछि यहाँ आफ्नै देशमा उत्पादन भएको कुराहरू चाहिँ हुन्छ, एकदमै सस्तोमा पाउँछ है। खाने कुराहरू पनि थियो। मासुको आइटम पनि पाउँछ है हाट बजारमा, चट्टा लाएर फ्रिजमा राखेको है। अन्तकालेही सस्तो पर्छ। अनि अन्डाहरू पनि एकदमै सस्तोमा पाउँछ। अनि मौसम जाडो थियो। हामी एउटा पसलभित्र छिर्यौँ। माछावाला बिस्कुट, तपाईँको पाङहरू पनि साइडमा थियो। एकजना बुढी आमाले सानो पसल राख्नु भएको रहेछ। त्यो चाहिँ साग सब्जीको आइटम थियो एकदमै है। यो ल्याउहरू, यो ल्याउ समुद्रको ल्याउ हो, मिठो लाग्दैन हो। उसको समुद्रभित्र ल्याऊ। हामी झोल खान्छौँ नि उसको, के अरे मियाकुक देख्दै कस्तो लाग्छ हो। यसैको काटेर बनाउँछ। हामीले पहिला नखाएको भएर हो कि, तर स्वास्थ्यको लागि यिनी खानेकुराहरू एकदमै राम्रो हो है। यिनी सबै समुद्री आइटमहरू चाहिँ धेरै पाउँछ है। यो अक्टोपसहरू भयो हैन, माछाहरूको आइटम त कति छ है। यी सबै माछाहरू हुन्, सुकाएर सिद्रा बनाएर राखेको रहेछ है।
मोजाहरू पनि राम्रो राम्रो पाउँछ है, नेपालको जस्तो हुँदैन यहाँ। एकदमै स्ट्यान्डर्ड मोजा चाहिँ एकदमै स्ट्यान्डर्ड हुन्छ, गनाउँदैन क्या। यिनी चाहिँ मिठाई टफीहरू है, खजा बिस्किटहरूको आइटम हो, एकदमै राम्रो राम्रो। यो एकदमै मिठो हुन्छ, मैले खाइरहेको छु है। यो चाहिँ फलफुलहरू एकदमै नेपाली सस्तोमा पाउँछ यहाँ। 1000 को यतिकै रहेछन् है, राम्रै छ मैले त। चाहिँ एउटा स्याउ किन्ने निरो गरेँ। यो चाहिँ मानवनमा चाहिँ एउटा पुरै दिएको थियो कि। जुत्ता मोजाहरूको आइटमहरू पनि यहाँ थियो होइन। यहाँ कपडाहरू पनि एकदमै सस्तोमा पाउँछ, राम्रो राम्रो क्वालिटीको कपडाहरू, काम गर्दा लाउने अनि यसो यताउति जाँदाखेरि लाउनु पनि मिल्ने खाले पाउँछ। नेपालको तुलना गर्ने हो भने त एकदमै महँगो पर्छ होइन। यो चाहिँ अचार आइटम, अनि हामीहरूले यसो भिटा खाइसकेपछि त्यसलाई व्यवस्थापन गरेर फेरि अगाडि बढ्यौँ। नेपालमा भएर दाइले चाहिँ बोतलहरू चाहिँ फालिहाल्नुहुन्थ्यो, त्यही जहाँ कहाँ उही चढ्नुहुन्थ्यो। र थर्मोकोटहरू यिनीहरूको पसलमा गयौँ, तर महँगो चाहिँ एकदमै महँगो भन्नुभयो उहाँले है। थर्मोकोटहरू रहेछ है, राम्रा राम्रा पर्सहरू पनि थिए। ओके ओके। अनि कम्मरमा बाँध्ने बेल्टहरू, मूल्य तपाईँको मानवन इमान कोरियाको चाहिँ 10,000 20,000 सम्मको चाहिँ राम्रा राम्रा पर्सहरू पनि थिए होइन। जुत्ता पसलमा गयौँ हामी। यहाँ चाहिँ होइन, मासुको यो चाहिँ बुङ्गुरको मासु च्याप्पा बनाएर प्याक गरेको रहेछ है। यसो सोजुसित खानको लागि चिकनहरू पनि रोस्ट गरेर राखेको थियो। जुत्ता पसलमा गयौँ, जुत्ता हेरेको चाहिँ महँगो रहेछ, एकदमै महँगो रहेछ। यहाँ क्वालिटी पनि थियो, त्यही भएर महँगो पनि भयो है। अनि यो चाहिँ यसो धमलाको काजु मिठाईहरू पाउने आइटमहरू होइन, ड्राई फ्रुटको पसल थियो यो। कोरियाको हाट बजारमा एकदमै माटहरूका लागि एकदमै सस्तो सस्तो सामानहरू पाउँछ होइन। नेपालकै जस्तै हाट बजार हुन्छ। नेपालमा आउनुहोस् 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 भनेर चाहिँ तानेर किन आउँछन् भने यहाँ चाहिँ त्यस्तो अलि हुँदैन। यी चाहिँ गेडागुडीहरू आइटम होइन। यो मोमो आइटम, यो चाहिँ किराहरूलाई चाहिँ सुकाएर बनाएको रहेछ, ब्राउन कलरको। यो भाँडाकुँडाको आइटमहरू रहेछ है। लैजाने हो सानो फ्राइप्यानहरू पनि राम्रा राम्रा है। यिनी सेटहरू यार हरेक कुरा जराहरू पनि खाँदो रहेछ, एकदमै ताजा पिलो हुन्छ भनेर है। यो चाहिँ के हो भन्दा गोटाहरू होइन, गङ्गटाहरू, तिनीहरूलाई चाहिँ मसलामा मिक्स गरेको हुन्छ है।
पकाएको हुँदैन, काँचै मसलामा मिक्स गरेको हुन्छ, त्यही काँचै खाने हो होइन। त्यो सबै चिकन आइटम हो होइन। पखेटाहरू यतातिर छन्, लेग पिसहरू, कुखुराका अन्डा पारेका चाहिँ सानसानो अन्डाहरू पनि अलग अलग जस्तो चाहनुहुन्छ त्यही खाले चाहिँ यहाँ राखेको रहेछ है। अनि यहाँबाट लगभग लास्टमा आएर चाहिँ यसो हेऱ्यौँ फलफुल पसल होइन। यो 10,000को चाहिँ एक अलुवा बेड रहेछ। अनि त्यहाँबाट छुटेर हामी एउटा पाकिस्तानीको मार्टमा आयौँ। अनि त्यहाँ चाहिँ हामीले खसीको साप्रा किन्यौँ। अनि त्यहीँ त्यसलाई कट गर्दै कसरी काट्ने रहेछ भनेर चाहिँ यसो भिडियो बनाएको थिएँ। कटिङ गर्ने स्टाइल चाहिँ यो रहेछ। अस्ट्रेलियन ल्याम्ब भेडाको मासु अनि कोदोको ढिँडोसँग बनाएर खानुपर्छ भनेर चाहिँ हामीले कोदोको ढिँडो र भेडाको मासु किनेर काटेर प्याक गर्न लगायौँ।